आज हामी यहाँ बिल्कुलै फरक लोकेसनमा छौँ साथीहरू। यो चाहिँ हाम्रो तेस्रो ठाउँ हो। यहाँ अब नुहाउने ठाउँ छ, दामी चिसो पानी एकदम, उतै ढुङ्गामा बसेर खान मिल्ने होइन। अनि अब आज हामी चाहिँ यहीँ बस्नु लाग्यौँ। यहाँ आगो बल्दैछ, हामी डिउको चुस्की लिँदै चट्ट हाम्रो ढकाल भाइ, हाम्रो ल्यात बहादुर। अनि हामीले आज खानेकुरा चाहिँ यो के छ, प्लास्टिक केटा हो के छ यहाँ? सलाद, भुजा हो, सलाद आइटम भुजा छ होइन। यो पेस्ट हो, पेस्टहरू अनि चट्ट लाएर काँचो आँप छ चट्ट खाने। यो मिट मसला भइहाल्यो, मिट मसला। अनि यहाँ लोकल छ, लोकल चिकन। आज चाहिँ कुखुरो काटिवरी ल्याछौँ। कुखुरो बोकेर हिँड्दा हाम्रो एकदम झरेछ 1 पाउ जति चाहिँ। कुखुरो बोकेर हिँड्दा अपमान भयो, जसले पनि जिस्काउन थाले। अनि उहीँ हामीले पसलमै काटकुट गरेर लिएर आएको आज चाहिँ। पुरै लोकलमा लोकलै हो गाइज, लोकल पनि यस्तै भाले हो। यो लोकेसनमा चट्ट हामी 3 भाइ अब च्याट्ट पाक्दैछ यहाँ। चट्ट गर्मी भयो नुहाउने ठाउँ है। यस्तो ठाउँ कहाँ पाइन्छ गाइज? हाम्रो दुधौलीमा बाइक।